हाई एभ्रिवान, गुड मर्निङ सबैजनालाई है। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो छोटो मिठो न्यू ब्लग। यो ब्लग चाहिँ अलिक लङ हुनेवाला छ गाइस, सो त्यही पनि हेरिदिनु होला है, झर्को नमानिकन यसो गाइस है। आज चाहिँ बिहानको मर्निङ टाइममा हामी चाहिँ पारी त्यो गाउँमा जान लागेको गाइस है। ल मसँग वाइफ पनि छ गाइस है, पछि ठुलो हेरिरहेछ। त्यही हो गाइस गाउँतिर है। अनि यहाँबाट चाहिँ हामी गाइस त्यो पारीको गाउँमा चाहिँ जाँदैछौँ। त्यहाँ जाँदैछौँ हामी चाहिँ तोरा के भन्नुहुन्छ हजुरको ठाउँतिर, तोरी भन्छ है, हाम्रो गाउँतिर चाहिँ तोरी गोड्न जाँदैछौँ गाइस है। हामीहरू चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ, बवाल छ गाइस है। सो नाइस, हेर्न सक्नुहुन्छ नेचर है गाइस। बिहानको मर्निङ टाइममा है गाइस, सो सबैजनाले हेरिदिनु होला। यस्तो राम्रो छ मौसम नि, बवाल छ गाइस मौसम नि, हेर्नु न सरर है। हाम्रो जाने बाटो चाहिँ यो गाइस है। हामीसँग चाहिँ टन्नै हाम्रो फ्यामिलीहरू पनि टन्नै जाँदै हुनुहुन्छ। सो बहिनीहरू, भाइहरू, बुहारीहरू पनि जाँदैछ है हामीसँग। त्यहाँ चाहिँ नानी हेर्नु न कसरी गाडामा आउँदैछ नानी चाहिँ गाइस। हाम्रो फ्यामिली चाहिँ हेर्न सक्नुहुन्छ है, यसरी टक्क लाएर है बाटोमा सरर हिँड्दै। के छ भने हजुरहरूकोतिर नि कति रमाइलो हुन्छ हो गाइस। कमेन्ट गर्न नभुल्नु है। अनि यो बाटोमा देखिएको गुराँसको फुल गाइस है, कसलाई मनपर्छ गुराँसको फुल, कता चाहिँ छ है गाइस, कमेन्ट गर्न पनि नभुल्नु होला। सो अब चाहिँ यस्तो बवाल फुले है गुराँसको फुल पनि गाइस। राम्रो छ, राम्रो लाग्छ है गाइस। अनि त्यसपछि हामी फाइनल्ली चाहिँ हामी अब तोरी गोड्न चाहिँ हाम्रो बाटाबारीमा आइसकेका छौँ गाइस है। थ्याङ्क यू सो मच एभ्री वान, सबैजनालाई थ्याङ्क्स फर किप वाचिङ गाइस। अनि मेरो साथै मेरो युट्युब च्यानल पनि यो टिकटकको बायोमा छ लिङ्क चाहिँ, लिङ्क ओपन गरेर सेयर गर्न चाहिँ नभुल्नु होला गाइस। लाइक, सेयर एन्ड सब्सक्राइब। ओके, थ्याङ्क यू सो मच गाइस।